फुत्केर आएको कसले कुटेको छिमेकीले नि कसले छिमेकी को रहेछ यहाँ यस्तो गरेर हजुर कुटेको छ हजुर अनि यो पातो चलाउनु भएको छैन यहाँ उगाडेको छ यहाँ म बल्ल बल्ल फुत्केर निक्लेर आएको मार्ने तस्बिरमा थियो आइमै उठाएर हाने कुट्न लगायो मेरो छिमेकको जाने भोटिनले कुट्यो छिमेकीको नाम भन्नु त्यो कुट्नेहरूको नाम भन्नु त कुट्नेहरूको छिमेकीको नाम भन्नु के अरे सन्ते भोटे अब मुल्की त्यही हो सन्ते भोटे के सरदार कि सरदार होइन हो नाम सन्ते हो अनि थर 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 नाम चाहिँ सन्ते हो थर खोइ अब बमचन्द हो कि के हो त थर चाहिँ मलाई याद भएन त्यसको बुढीको नाम जिरीमाया हो दिलीमाया के थर जिरीमाया कहाँनिर ठ्याक्कै भन्नु त कहाँनिर नहरको डिलमा हो हाम्रो यहाँ नहरको डिल बसेको ठाउँमा नहरको डिल उहाँ हो यो भुर्की साइड भुर्की साइड जस यो पारी नै छ यहाँ त वारी नै हो वारी पारी होइन वारी हो के थरी हुनु भाइ चौधरी उयो कुन नहर भन्छ त्यो नरबास ए ढोका पुलको यता हो ढोका पुलको यतापट्टि मैले त्यहाँबाट हिँड्दै आउनु भयो अनि के गर्नु त हेर्नु न यहाँ यो हातै चलेको छैन यो हात चलेको छैन यहाँ लाठी टेकेर हिँड्न नि अब माथि नै जानुपर्ने हो कि इटहरी लगातिर अब यही मिलाउनु पर्छ अब माथि नै जाँदा नि पनि भयो अब तपाईँको इच्छा हुन चाहिँ त्यो अब एउटा निम्जन मैले यहाँ पनि हालेको माथि पनि हालेको हो हालिसक्नु भयो उहाँ पनि हालेको थियो योभन्दा अगाडिकै त्यो जो निम्जनको फसल भन त्यो एउटा निम्जन मसँग छुँदैछ हजुर हगि हजुर त्यसको फसला भएन अनि अब यो अहिले हेर्नु मान्छे जाने यो अब लडाइँ हुनुको कारण के रहेछ तपाईँहरूको मेरो हजुर मेरो ठाउँबाट उसले गेट खोलो हजुर हजुर सन्ते भोटेले होइन तपाईँको जग्गाबाट अनि त्यो गेट मैले बन्द गरिदिँदाखेरि अनि उसले त्यो न्यु त्यति नै भएर अनि के अरे मलाई कुटेको त्यो पतिर एउटा त्यो गेट चाहिँ कहिले खोलेको रहेछ त्यो गेट खोलेको उसले पोहोरदेखि नै खोलेको नखोल भन्ने जबरजस्ती खोल्यो ए बन्द चाहिँ आज भोलि गर्नु मैले अनि आजभोलि नै मैले अनिखेर बन्द गरिदिएको त्यो अब झगडा परेर बन्द गर्नुभयो जेस उसले आफ्नै मनले खोलेको रहेछ उसको आफ्नो मनले खोलेको थियो ए ल ल ल मेरो ठाउँबाट खोलेको मेरो घर पनि उसले एक पाटो भत्काइदिएको छ हो र म सबै लगाएर देखाइदिन्छु ए ल पछाडि पनि पुरै चोट परेको छ त यता छ यो काटेको छैन काटेको यहाँ मात्रै छ काट्न यो केले हान्नु भयो तपाईँले केले हान्नु भयो केले हानु तर यो खुन बनाइदियो आयो मेरो यो पातो चल्दैन लुगा सुगा पनि च्यातिदिएको रहेछ ए तनाव छ बुवालाई अब म त कमजोरी मान्छे बुढो मान्छे उनीहरू त बुझ्यो कतिजना आएर कुट्नु भयो तिनीहरू 4-5 जोडी थिए तिनीहरू सबै आफन्तको एउटै घरको एउटै घरको होइन अलि परको ए छिमेकीहरू उनीहरूको पट्टि लागेछ तिनीहरू अनि तपाईँहरू कतिजना एक्लै तपाईँ म त एक्लै छु नि ए ल ल म अब मेरो त घर परिवार पनि छैन केही छैन म एक्लै फिट्टो बुढो मान्छे बसेको ए ल अब मलाई कति हेपेको छ हजुर म बसेको त्यहाँ 12 वर्ष भइसक्यो ए हजुर बाबुको कुन ठाउँमा कहाँको चौधरी भन्नुभयो कुन म अब यहाँ चौकीको मान्छे भन्नुपर्छ अब कहाँको त्यो अहिले छोडिदिनु ठिक छ म यहाँ चौकीको मान्छे हो अनि तपाईँहरूले यहाँ निसाब गरिदिनुहुन्छ कि गरिदिनुहुन्न म अब फोन गर्छु अहिले गएर समात्नु पर्ला नि त तिनीहरू फोन गर्छु दिदीहरूलाई अहिले गएर समात्नु पर्ला नि त अब सब मैला